राशि माघ महिना यहाँ तुला राशि हुनुहुने जातकहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा यहाँको लागि राम्रो हुनेछ यी र यस्तै यावत विषयमा चर्चा गर्छौं। सर्वप्रथम त यहाँका लागि यस समयमा परिवारजनसँग आत्मीय भेटघाट वा आत्मीय सम्बन्ध परिवारसँग बन्न सक्ने देखिन्छ। परिवार प्रतिको चासो बढ्न सक्ने समय हो। विशेष त यो समयमा कुनै पनि कार्य गर्दा माता र पिताको सहयोग लिएर गरिएका कार्यहरूले यहाँलाई विशेष लाभ दिने देखिन्छ। रोमान्टिक भाव बढेर जानेछ। विलासिता जन्य वस्तुहरूमा खर्च बढ्न सक्ने समय हो। विशेष गरेर जग्गा जमिन गाडी साधन जन्य वस्तुहरू खरिद गर्ने विचारमा रहनुभएका व्यक्तिहरूका लागि यो समय लाभकारी बनिरहेको छ। विशेष त विद्यार्थी जनहरूका लागि अपेक्षाजनक नतिजा वा परिणाम प्राप्तिका लागि केही कठिन देखिन्छ। इक्जाम कम्पिटिसन इन्टरभ्यूहरू फेस गर्दै हुनुहुन्छ भने अपेक्षाजनक नतिजा वा परिणाम प्राप्ति गर्न केही गाह्रो देखिन्छ। विशेष गरेर यदि तपाईहरू प्रेम सम्बन्धमा हुनुहुन्छ भने सम्बन्धमा दरारता सानोतिनो कुराहरूमा अलि बढी डिस्कस हुने वा सानोतिनो कुराहरूले मनमुटाव हुन सक्ने स्थिति यहाँका लागि यस महिनामा बनेको देखिन्छ। विशेषतः विवाहित व्यक्तिहरूको सम्बन्ध सुधारको संयोग हो। यद्यपि यस महिनामा केही शंका र उपशंकाको सम्भावना पनि यहाँका लागि बनिरहेको देखिन्छ। आत्मविश्वास कन्फिडेन्ट आदि कारणले गर्दा कुनै पनि काम गर्न सक्ने हुटहुटी वा निर्णय लिन सक्ने सामर्थ्यता र क्षमता वृद्धि गर्न सक्ने समयका रूपमा यस महिनालाई जोड्न सकिन्छ। विशेष गरी शिक्षाको क्षेत्रमा वित्तीय ब्याङ्किङ र फाइनान्सियल फिल्डमा वा तपाईँ टेक्निकल र प्राविधिक जस्तो आइटी इन्जिनियरिङ वा मेडिकल जस्तो फिल्डमा आबद्ध रहनुभएका व्यक्तिहरूका लागि केही चुनौतीप्रद समय हो। सोचे जस्तो नतिजा र परिणाम प्राप्तिका लागि धैर्यता आवश्यकता देखियो। यहाँका लागि यहाँहरू दाजुभाइ मिलेर कुनै सहकार्यमा काम गर्दै हुनुहुन्छ भने यो समय तपाईका लागि केही चुनौतीप्रद बन्न सक्छ। नयाँ लगानीको योजना वा पार्टनरशिपमा कुनै काम गर्ने विचारमा हुनुभएका व्यक्तिहरूका लागि सरदर सकारात्मक समय हो। आर्थिक रूपमा केही चुनौतीप्रद समय देखिन्छ। कसैलाई धन दिँदै हुनुहुन्छ वा फसेको ठाउँबाट धन प्राप्त गर्नुपर्ने हो भने अलि ढिला हुने सहजतापूर्वक नआउने जस्ता प्रकारका समस्याहरू यहाँले पक्कै पनि सामना गर्नुपर्ने स्थिति बनिरहेको छ। साधनजन्य वस्तु फलामजन्य वस्तुबाट अलि संयमित रहनु। रात्रिकालीन यात्रा गर्ने विचारमा हुनुहुन्छ भने केही केयरफुल हुनुपर्ने आवश्यकता यहाँका लागि बनिरहेको छ। आफ्ना योजना आफूले गर्न खोजेको कामलाई गोपनीयता पूर्वक गोप्य राखेर अगाडि बढ्दा राम्रो हुनेछ। यहाँलाई यस समयमा दाँत वा घाँटीको समस्या सँगसँगै पेट सम्बन्धित समस्या देखा पर्न सक्ने स्थिति देखिन्छ। कुनै पनि महत्त्वपूर्ण काम गर्दै हुनुहुन्छ भने शुक्रबार पारेर गरेका कार्यहरूले दिगो लाभ दिनेछन्। सेतो कलरको बढी प्रयोग गर्नु राम्रो हुनेछ। कुनै पनि कार्य गर्नुभन्दा पूर्व ओम